घन्टीलाई चाहिँ नो इन्ट्री छ हो हो अब यहाँ हामी खाडी पहिरो बाटो कस्तो पानी खाडीमा हिँड्थ्यौँ केपीले सबैतिर बाटा बनाइदिएको छ हामी केपीलाई नै दिन्छौँ भोट मेरो नाम चाहिँ विशाल कार्की दमङ 10 सानो बारघरे सानो पारेर है अब तपाईँ चाहिँ के विचार गर्दै हुन्छ झापा क्षेत्र नम्बर 5 मा चुनाव अझै लागिरहेछ यो झापा दमङ 10 मा चाहिँ प्रायः जस्तो सबै केपी ओली नै हो होइन हजुर अब किनकि नसोचेको कामहरू भइरहेको छ वारबार गर्नु पर्थ्यो 27.5 करोडको पुल बनाइदिनु भएको छ यहाँ ए हजुर अब लगायत बाटो रोडहरू अब पिच गरिदिनु भएको छ होइन ए हजुर राम्रो गर्नुभएको छ उहाँले जे होस् हाम्रो यहाँदेखि चाहिँ घन्टीलाई चाहिँ नो इन्ट्री छ हो हो किन 100% त्यस्तो भयो जस्तै अब केपी ओली पहिलेदेखि यहीँको बासिन्दा जस्तै हो होइन हजुर उहाँलाई नै हो पहिलेदेखि नै भोट ए अनि घन्टी मात्रै छैन अरू पार्टीहरू पनि त छन् नि त छन् प्रायः जस्तो यहाँ चाहिँ सबै केपी नै भन्छन् केपी नै है? हजुर केपी नै भन्छन् अब अरूको चाहिँ यहाँ इन्ट्री जस्तो लाग्दैन मलाई होइन ए जे होस् किनकि अब- तपाईँहरूले चाहे अनुसार काम भएको थियो है हजुर एकदम मजाले नसोचेको कामहरू भइरहेको छ सर अब यहाँनिर केपी बा अब पहिलेको यहीँको बासिन्दा जस्तै हो हामीसँग हेलमेल गरेको मान्छे हो होइन ए उहाँ अब ठुलो पोस्टमा गएर अब उहाँ बस्नुभयो होइन र पनि यहाँ चाहिँ एकदम नियन्त्रण खट्नु भएको छ उहाँ। ए त्यसो भए यसपालि चाहिँ केपी बातिरै हुनुहुन्छ हजुरहरू 100% कसको चहलपहल बेसी हुँदैछ कि कसले गर्ला जस्तो लाग्दैछ चलपल त बाल्यान बाल्यान भन्छन् खोइ बाल्यान भनेको हामीले देखेको पनि छैन चिनेको पनि छैन अँ, अब केही थाहा पनि छैन अँ, अब केपीले पहिले नगरेको पनि होइन अहिले त्यो सञ्चालन कि मञ्जालिङ के त्यो बन्द गर भनेर केपीलाई सबै दोष लाए अँ, सञ्जाल सामाजिक सञ्जाल बन्द सञ्जाल गर भनेर अब यहाँ हामी खाडी पहिरो बाटो कस्तो पानी खाडीमा हिँड्थ्यौँ केपीले सबैतिर बाटा बनाइदिएको छ अँ, हामी केपीलाई नै दिन्छौँ भोट अनि बालेन शाह चाहिँ नदिने नदिने म त दिन्न हो दिन्न